तपाईँ सेयर बजारमा काम गरिरहनु भएको छ, आइपिओ हालिरहनु भएको छ भनेपछि तपाईँको डिमेट चाहिँ एक्सपायर भएको होला। यदि डिमेट एक्सपायर भएको डिमेटलाई ब्याङ्कमा गएर रिन्यू गर्नु पर्दैन। घरैमा बसेर कसरी रिन्यू गर्ने, इसेवाद्वारा खल्तीद्वारा रिन्यू चाहिँ कसरी गर्ने, कनेक्ट आइपिएसद्वारा रिन्यू कसरी गर्ने भन्नको लागि यो भिडियो पुरा जानकारी छ। तपाईँ पनि आइपिओ सेयर हाल्नुहुन्छ, आइपिओ भर्नुहुन्छ भनेपछि मेरो सेयर एकाउन्ट चाहिँ रिन्यू गर्नुपर्छ। डिमेट एकाउन्ट र मेरो सेयरलाई कसरी रिन्यू गर्ने, मेरो सेयर भन्ने गर्ने गरिसकेपछि तपाईँले चाहिँ यसरी चाहिँ लगइन गरिसकेपछि मेरो सेयर लगइनमा आउँछ। मैले चाहिँ आफ्नो डिपी सिलेक्ट गर्ने, मेरो डिपी आरबी राष्ट्रिय वाणिज्य बैंक हो। अनि त्यसपछि एउटा युजर नेमहरू र पासवर्ड राखेर तपाईँले लगइन गर्नुपर्छ हैन। युजर नेम र पासवर्ड राखेर लगइन गर्दाखेरि तपाईँ लगइन हुँदैन। के भनेको छ भनेको मेरो सेयर एकाउन्ट हैज बीन एक्सपायर, रिन्यू मेरो सेयर एकाउन्ट भाइ अनलाइन भिजिट योर डिपी। अनलाइनबाट गर्नुहोस् अथवा तपाईँको डिपीमा ब्याङ्कमै गएर चाहिँ मेरो सेयर रिन्यू चाहिँ गर्नुहोस् भनेको छ। म चाहिँ प्रोसिड गरिदिन्छु। प्रोसिड गरिसकेपछि यसमा चाहिँ 3-4वटा अप्सन छन्। तपाईँ इसियाबाट गर्न सक्नुहुन्छ, खल्तीबाट गर्न सक्नुहुन्छ, आइएम पेबाट गर्न सक्नुहुन्छ र यो कनेक्ट आइपिएसबाट गर्न सक्नुहुन्छ है। म इसियाबाट गरेँ भने इसिया क्लिक गरेँ। क्लिक गरिसकेपछि अब तपाईँ मेरो सेयर मात्र रिन्यू गर्ने हो भने 1 वर्षको लागि 50 रुपियाँ लाग्छ। यदि डिमेट मात्र रिन्यू गर्ने हो भने 1 वर्षको लागि 100 रुपियाँ लाग्छ। 100 रुपियाँ डिमेट, 50 रुपियाँ मेरो सेयर गरिकन 100 दुईटै गर्ने गर्छु म। 200 गर्नको लागि 150 रुपियाँ चाहिँ पर्छ। टोटल 150 रुपियाँ छ। 150 रुपियाँ जान्छ। त्यसको लागि प्रोसिड गर्ने। प्रोसिड गरिसकेपछि तपाईको आफ्नो इसिया नम्बर र त्यसको एमपिन, इसिया नम्बर र एमपिन राख्नु होला। इसिया नम्बर र एमपिन राखिसकेपछि तपाईले एउटा प्रोसिडमा यो तलबाट आइएम र ढोकमा क्लिक गर्ने, त्यसपछि लगइन गर्ने। सुरुमा तपाईको आइडी चाहिँ लगइन हुनुपर्छ। यो इमेल फोन नम्बरमा अथवा इमेल नम्बरमा तपाईँ इमेलमा एउटा भेरिफिकेसन कोड जान्छ। त्यो भेरिफिकेसन कोड चाहिँ हाल्ने हैन। मेरो आइसकेको छ भनेको 0977702 भनेपछि मेरो आइसकेको छ। भेरिफाई गरेँ। गरिसकेपछि तपाईले चाहिँ हुन्छ यदि तपाईसँग प्रमो कोड छ भने प्रमो कोड गर्न सक्नुहुन्छ, नत्र कन्टिन्यू रूपमा पे गरिसकेपछि तपाईको ब्यालेन्स पनि देखाउँछ। यसमा कन्टिन्यू 5 रुपियाँ लाग्छ। 150 रुपियाँ तिर्यो भने 5 रुपियाँ चाहिँ हुन्छ 4 लाग्छ भनेर भनेको छ। त्यसपछि मैले इसिया पे गरिसकेपछि के भनेको छ भने पेमेन्ट सक्सेसफुल भनिसकेको छ। अब नाम आइसक्यो, यता गोल्ड नम्बर छ, अनि त्यसपछि आएर पेमेन्ट सक्सेसफुल भनिसकेपछि मेरो इमेल मोबाइलमा मेसेज पनि आइसकेको छ। त्यसपछि म गो टु होममा गएँ। गो टु होममा जाँदाखेरि अब चाहिँ मैले चाहिँ यो खोल्दाखेरि चाहिँ एकाउन्ट मजाले खोलिन्छ हैन। अब यसरी पेमेन्ट भइसकेपछि मेरो एकाउन्ट चाहिँ मजाले खोलिन्छ।